यहाँ त दमक सफा नगरहरूमध्ये पर्छ, व्यवस्थित नगरहरूमध्ये पर्छ। यो महोत्तरी धनुषा जस्तो अवस्थामा होइन, त्योभन्दा धेरै एडभान्स छ, सफा सुग्घर बेग्लै छ। अब उहाँ त्यो कल्चरबाट आएको मान्छे यस कल्चरमा अब उहाँले खोइ यहाँ गुइठा बाल्न सिकाउनुहुन्छ कि के गर्नुहुन्छ मलाई थाहा छैन। यो ठाउँ त धेरै एडभान्स छ नि, उहाँले यहाँबाट सिक्नु पर्छ, यहाँ केही गर्ने भन्दा पनि। सिक्नै आउनुभयो? अब सिकेको त काठमाडौँमै देखिसक्यो, म त्यतापट्टि धेरै जान चाहन्न।